नेपाल सरकारले नेपालका स्टार्टअप व्यवसायीहरूलाई बिना धितो 20 लाखसम्मको लोन दिँदैछ र त्यो पनि 3% इन्ट्रेस्ट रेटमा। र यो लोनको लागि अप्लाई गर्न अब 20 दिन मात्रै बाँकी छ भनेर त यहाँहरूले हाम्रो अघिल्लो भिडियोमा थाहा पाइसक्नुभयो होला। अनि धेरैजनाले यो लोन कुन ब्याङ्कले दिन्छ र किराना पसलले यो लोन दिन मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको थियो। र आजको भिडियोमा हामी कुन बिजनेसले कस्तो बिजनेसले चाहिँ यो लोन पाउँछ भन्ने बारेमा कुरा गर्नेछौँ र कुन ब्याङ्कले लोन दिन्छ भनेर चाहिँ हामी भिडियोको एन्डमा भन्नेछौँ। एन्डसम्म हेर्नुहोला, जतिसक्दो सेयर पनि गर्नुहोला र केही जिज्ञासा भएमा कमेन्टमा लेख्नुहोला। फर्स्ट थिङ्स फर्स्ट, यो लोनको लागि तपाईँहरूले सिधै ब्याङ्कमा गएर अप्लाई गर्ने चाहिँ होइन। यो लोनको लागि नेपाल सरकार अन्तर्गत आइडिआईमा एप्लिकेसन सबमिट गर्नुपर्ने हुन्छ र यो काम चाहिँ तपाईँहरूले अनलाइन मार्फत नै गर्न सक्नुहुन्छ। एप्लिकेसन र प्रपोजलको फर्मेट पनि तपाईँले आइडिआईको वेबसाइटबाटै प्राप्त गर्न सक्नुहुन्छ अथवा हामीलाई 9818098098मा वाट्सएप अथवा भाइबरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। अब कुरा गरौँ यो लोन कस्तो बिजनेसले पाउँछ त। किराना पसल, सानो होटल रेस्टुरेन्ट, फ्यान्सी पसल र गाई फार्महरूले यो लोन पाउन सक्छ त। यो कर्जा पाउन चाहिँ तपाईँको व्यवसाय दर्ता भएको स्टार्टअप उद्यम हुनुपर्छ। दर्ता भएको छैन भने अब दर्ता गर्दा हुन्छ त। अब दर्ता गर्दा चाहिँ यो पटकको लागि अप्लाई गर्न मिल्दैन। हिजो कार्तिक 19 गतेको सूचना आउनु अगाडि नै दर्ता भइसकेको व्यवसायहरू मात्र क्वालिफाई हुनेछन्। अनि दर्ता भएको चाहिँ 10 वर्षभन्दा बढी हुनु हुँदैन। अर्थात् 2072 साल कार्तिक 19 गतेदेखि 2082 साल कार्तिक 18 गतेसम्म सम्पूर्ण दर्ता प्रक्रिया पूरा गरिसकेका व्यवसायहरूले मात्र यो लोनको लागि आवेदन दिन सक्नेछन्। अनि स्टार्टअप उद्यमले मात्र पाउने भएकाले सेवा वा वस्तु उत्पादन गर्ने उद्योगले मात्रै यो लोन पाउनेछन्। वस्तु किनबेच गर्ने व्यवसाय जस्तै एक्सपोर्ट इम्पोर्ट, ट्रेडिङ बिजनेस लगायत किराना पसलहरूले चाहिँ यो लोन पाउँदैनन्। तर कृषि फार्म, क्याफे तथा रेस्टुरेन्ट, होटेल, निर्माण लगायत अन्य उद्यमहरूले चाहिँ यो लोन पाउन सक्नेछन्। अर्थात् तपाईँको व्यवसाय चाहिँ उद्योगको रूपमा दर्ता भएको हुनु पर्यो। व्यापारको रूपमा दर्ता भएकोले यो लोन पाउँदैनन्। अनि यो कर्जा चाहिँ मिनिमम 5 लाख र म्याक्सिमम 20 लाखसम्म पाउने भएकोले कुन बिजनेसलाई कति लोन दिने भनेर चाहिँ कसरी निर्धारण हुन्छ त भन्ने पनि लागिरहेको होला। त्यसको लागि चाहिँ एउटा मार्किङ स्किम बनाइएको छ र 100 मार्क्समा तपाईँको बिजनेसले कति मार्क्स ल्याउँछ त्यसको आधारमा चाहिँ कति लोन दिने भनेर निर्धारण हुन्छ। र अब तपाईँ सोच्दै हुनुहुन्छ होला कि मेरो बिजनेस पनि आइडिआई स्टार्टअप लोनको लागि क्वालिफाई हुन्छ कि हुँदैन त। हुन्छ भने पनि फुल 20 लाख नै लोन पाउन सक्छ कि सक्दैन त। यो कुरा तपाईँहरूको लागि इजी बनाउनको लागि हामीले खातापानामा नयाँ टुल लिएर आउँदैछौँ जस मार्फत तपाईँले आफ्नो बिजनेस एलिजिबल छ कि छैन भनेर चेक गर्न सक्नुहुन्छ र त्यसको साथसाथै तपाईँको बिजनेसले कतिसम्मको लोन पाउन सक्छ